एन्ड्रिक ब्राजिलबाट राम्रो पर्फर्मेन्स दियो एन्ड्रिकले वर्ल्ड कपमा। उसको फर्स्ट वर्ल्ड कप थियो। उसले राम्रो खेल्छ भविष्यमा होइन, फ्युचरमा ब्राजिलको लागि एकदम धेरै ब्राजिलको होप हो फुटबलमा होइन, ब्राजिल नेसनल टिममा। र एन्ड्रिकले राम्रो पर्फर्मेन्स दिइरहेको थियो अरू गेमहरूमा। नर्वेसँगको जुन त्यो म्याचमा त्यो 1 भर्सेस 1 छ यार, के गरेको, कस्तो मिस गरेको त्यो बल होइन। मैले भेट्ने भने म 100% गोल हान्थेँ क्या, 100% मिस जान्थेन, म गोल गरिदिन्थेँ स्योर। 1 भर्सेस 1 छ, त्यस्तो खेल्छ यार, त्यस्तो हान्छ। 1 भर्सेस 1 छ, किपर त्यति अगाडि बढेको छैन। उसले कसरी त्यो बल सट हानेको छ भने नि सेकेन्ड बारमा हानिरहेछ, जता चाहिँ किपरले ब्लक गरेर आइरहेछ होइन, त्यही बारपट्टि चाहिँ उसले त्यो बललाई चाहिँ के त सट हानिरहेछ। उसले चाहिँ गोल गर्न खोजिरहेछ जहाँ कि किपरले ब्लक गरिरहेछ। त्यो त्यति बेला उसले सट हान्ने पनि उसले किपरलाई बरु त्यति अगाडि बढेको छैन, किपरलाई हल्का माथिबाट हानिदिएको भए, किपरभन्दा हल्का माथिबाट हानिदिएको त्यो 100% गोल हुन्थ्यो। तर त्यो बल कस्तो थियो भने त्यो उसले किपरभन्दा माथिबाट नि हान्न पर्थ्यो, तर त्यो बल चाहिँ यस्तो टाइपले खेल्नु पर्थ्यो कि उसले किपर त्यति धेरै अगाडि बढिरहेको छैन, 1 भर्सेस 1 छ, उसले किपरलाई ड्रिबल गरेर चाहिँ के त उसले फर्स्ट बारमा हान्नु, किपरलाई ड्रिबल सजिलै गर्न सकिन्थ्यो त्यति बेला। किपरलाई ड्रिबल गरेर हान्ने भाइ 100% गोल थियो। कस्तो मिस गरेको यार। त्यो ग्रुप स्टेजमा भएको ल ठिकै छ, केही भएन भन्नु, यस्तो राउन्ड अफ 16 को म्याचमा आएर यार त्यो 1 भर्सेस 1 को 1 छ, त्यस्तो मिस चाहिँ गर्छ यार। ब्राजिलले लिड गर्थ्यो यार, गेम छुट्टै हुन्थ्यो। मैले भए मैले गोल गरिदिन्थेँ यार, त्यो 100% मिस जान्थेन। मैले उस गरेको होइन, मैले गफ लगाएको होइन 100%, किनभने मैले त्यस्तो बलहरू मैले धेरै पटक गोल हान्दैछु छु। मैले खेल्दै गर्दा म किपरलाई धेरै पटक मैले किपरलाई नि ड्रिबल गराएको छु कि, गफ लगाएको होइन, रियली भनेको। र एन्ड्रिकले त्यो मिस गर्नु नहुने बल हो क्या, जे जस्तो भयो नि। त्यस्तो चाहिँ वर्ल्ड क्लास लेभलको प्लेयरले यार बिग स्टेजमा त्यसरी खेल्छ। जुन किपर जुन पोस्टमा चाहिँ ब्लक गरिरहेको छ किपरले, त्यही पोस्टमा गोल स्कोर गर्छ भनेर सट हान्छ यार, हुँदैन नि यसरी। जे होस् अब ठिक छ, उसको फर्स्ट वर्ल्ड कप थियो, उसले जस्तो खेल्यो राम्रो पर्फर्मेन्स दियो भन्नुपर्छ। ब्राजिलले आउने दिनहरूमा उसले राम्रो खेल्छ ब्राजिलबाट।